करिबन पौने 2 घण्टाको अन्तरालमा इटरीबाट यो ठाउँ पुग्न सक्नुहुन्छ, जहाँ ताल र छालको सुमधुर मिश्रणको कारणले जीवनलाई अझै अर्थपूर्ण बनाएको आवाज दिन्छ। पारिवारिक, साथीभाइ र अन्य सम्बन्धलाई अझै करिबन लाउनका लागि आउनुहोस् हामी जाउँ रानीतालमा। लास्ट टाइम मैले यदि रिमेम्बर गर्नु पर्दाखेरि लास्ट टाइम चाहिँ रानीतालसम्म आउने बाटो एकदमै खराब थियो। त्यति मात्र नभएर यहाँको त कन्स्ट्रक्सन नै चलेको थिएन क्या, एक्चुअली भन्नु पर्दा स्टार्टिङ फेजमै थियो। यो चाहिँ भने अलमोस्ट 4-5 इयर्स ब्याककै कुरा हो। त्यसैले होला एक्कासी यस्तो ब्युटिफुल प्लेस देख्दाखेरि त म त दङ्गै परा के कसरी नपर्ने क्या। फोटोज र भिडियोज यति क्युट र राम्रो आएको छ कि के भनौँ र के मैले त यहाँ पुग्दा जेन्युइनली आमलाई सम्झिरहेको थिएँ कि कतिवटा टिकटक बनाइसिन्थ्यो होला भनेर। हामी चाहिँ स्याटरडे नै गएको थियौँ जान चाहिँ, तर जति टुरिज्म स्पटमा हुनुपर्ने भिडभाड हुन्थ्यो नि, यहाँ चाहिँ त्यति साह्रो भिडभाड चाहिँ मैले देखिनँ कि। तर भिडभाडै नभएको पनि होइन, यहाँ फेरि उल्टो बुझ्ने मान्छे पनि धेरै भएको कारणले उल्टो कुरा आउँछ भनेर भनिदिइहालेको नि। एनिवेज तपाईँहरूले यदि नजिकै पिसफुल ठाउँ होइन अनि अलिक आनन्दको ठाउँ होइन मनपर्छ भने चाहिँ हजुरको लागि पर्फेक्ट अप्सन रहनेछ है। अनि अर्को कुरा भनिहाल्छु, यो टपमा म चढ्दाखेरि चाहिँ मलाई मोसन सिकनेस जस्तो भइरहेको थियो क्या। मलाई चाहिँ पानी सँगसँगै बगेको जस्तो फिल भइरहेको थियो कि रिङ्गटा चले जस्तो। त्यही भएर यदि तपाईँहरूलाई रिङ्गटा चल्छ भने प्लिज त्यहाँ नचढ्नु होला है। धेरैजनाको जिज्ञासा हुनसक्छ यहाँ पस्दाखेरि टिकट लाग्छ लाग्दैन, लाग्छ 50 रुपियाँ चाहिँ लाग्छ। सो यदि तपाईँहरू पनि भिजिट गर्ने प्लानिङमा हुनुहुन्छ भने तपाईँहरू आउँदा हुन्छ। बाटो राम्रो छ राजारानीसम्म होइन, कन्स्ट्रक्सनको काम चाहिँ बिचबिचमा भएको कारणले घरिघरि चाहिँ जाममा पर्न स्वाभाविक हुन्छ, अदरवाइज बाटो एकदमै राम्रो छ है यहाँसम्म। सो अब को आउने हुनुभयो नि छाल र तालको आनन्द लिन म जस्तै रानीतालमा।